नमस्कार सबैजनालाई। आज यो भिडियोमा कुरा गर्नेछौँ नेपाली महिला सिनियर फुटबल टोलीको अब हुने खेल कहिले हुँदैछ र पुरुष टोली पनि एएफसी एसियन कप क्वालिफायर्स खेल खेल्न गएका छन्। यो खेल कहिले खेल्दैछ, त्यसैगरी वुमेन्स अन्डर 17 को पनि खेलहरू रहेको छ। नेपाली महिला सिनियर टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपालले 3 देशसँग मैत्रीपूर्ण खेल खेल्नेछ। छिमेकी राष्ट्र भारत, इन्डोनेसिया र चाइनिज ताइपेई विरुद्ध खेल्नेछन्। यो 3 खेलमा नेपालले भारतसँग छुट्टै मैत्रीपूर्ण खेल खेल्नेछ भने इन्डोनेसिया र चाइनिज ताइपाई बीच छुट्टै हुनेछ। यो भिडियो बनाउँदै गर्दा अर्को एउटा खेल पनि थपिसकेछ, जुन खेल चाहिँ इन्डिया र नेपालसँग मात्र थियो। त्यो खेलमा इरान पनि खेल्ने भएको छ। यो खेलहरू अक्टोबर 24 मा इरानसँग र अक्टोबर 27 मा इन्डियासँग खेल्नेछ। अब खेल हुने ठाउँ पनि चेन्ज भएको जस्तो छ। यो खेल चाहिँ सैलोङमा खेल्नेछ यो दुईवटा खेलहरू। अब हेरौँ खेल हुने समय कहिले रहेको छ। राष्ट्रिय महिला टोलीले अक्टोबर 26, 2025 मा सिक्किममा भारत विरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। आज म अक्टोबर 7 मा भिडियो बनाइराखेको छु। आजदेखि दिन गन्ने हो भने 19 दिन मात्र बाँकी रहेको छ यो खेल हुनलाई। अब हेरौँ इन्डोनेसिया र चाइनिज ताइपेई बीच हुने खेलको समय तालिका। यो दुई खेल नेपालले नोभेम्बर 26, 2025 देखि डिसेम्बर 2 सम्म इन्डोनेसियामा इन्डोनेसिया र चाइनिज ताइपेईसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। यो दुई खेल हुन अझै 1 महिनाभन्दा बढी समय बाँकी नै रहेको छ। यो खेल हुने समयमा तपाईहरुलाई सम्झाउनका लागि अर्को भिडियो पनि बनाउने नै छौँ। अब कुरो गरौँ पुरुष फुटबलतर्फ। नेपालले केही दिन अगाडि एएफसी एसियन कप क्वालिफायर्स खेल खेल्न जानका लागि फाइनल स्क्वाड सार्वजनिक गरेका थिए। यो फाइनल स्क्वाडमा को परेको छ तपाईहरुले फोटोमा स्क्रिनमा हेर्न सक्नुहुन्छ। नेपालले भियतनामसँग अक्टोबर 9 र अक्टोबर 14 मा 2 खेल खेल्नेछ। यो खेल एएफसी एसियन कप क्वालिफिकेसन थर्ड राउन्डको खेलहरू रहेको छ। यो खेल हुन अब जम्मा 1 दिन मात्र बाँकी रहेको छ। आज अक्टोबर 8 भइसक्यो। अब भोलि अक्टोबर 9 मा यो खेल हुनेछ। हेर्न नभुल्नु होला है त। अब भिडियोको अन्तिममा कुरा गरौँ अन्डर 17 वुमेन्स नेसनल टिमको अब हुने खेलको बारेमा। केही दिन अगाडि अन्डर 17 वुमेन्स टिमको पनि फाइनल स्क्वाड पब्लिस भएको थियो। तपाईहरु हेर्न सक्नुहुन्छ स्क्रिनमा। एएफसी अन्डर 17 महिला एसियाली कप छनौटको लागि नेपालले अक्टोबर 13 र 17 सम्म हुने प्रतियोगितामा आयोजक थाइल्यान्ड र तुर्कमेनिस्तानसँग खेल्ने छन्। आजको लागि यति नै। नेपाली फुटबलको बारेमा अरु अपडेटहरू ल्याउने बाचाको सहित बिदा हुन चाहन्छु। धन्यवाद।